हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म चाहिँ फेरि पनि आइसकेको छु। धेरै टाइमकै लगभग 1 वर्ष भइसक्यो होला। आज चाहिँ खास दिन हो कि आज रहेको छ मेरो मम्मीको जन्मदिन, बर्थडे। अब चाहिँ पकाउने तयारीमा छौँ। बाहिर हावा चलिरहेको छ कि ग्यासमा पकाऊँ भने चाहिँ अलिकति छ होला सकिनलाई। बाहिर पकाऊँ भनेपछि हावा चलिरहेको छ। अब चाहिँ 5 बज्न लागिसक्यो। अब एकछिनमा सुरु गर्छन्। भाइ गएको छ केक र मासु ल्याउन, कतिखेर आउने हो त्यो पनि अब आलु उसिन्न बसाल्छु। सो हेरौँ है त। मेरो मम्मीले चाहिँ अझैसम्म पनि बर्थडे मनाउनु भएको छैन। अनि यो चाहिँ मम्मीको फर्स्ट बर्थडे हो कि। अनि कस्तो हुने रहेछ त, मनाइदिइहालौँ त। धेरै ठुलो नभए पनि सानोतिनो जे आफ्नै फ्यामिलीहरूसँग मात्रै बसेर मनाऊँ। अनि धेरै पनि बोलाएको छैन दिदीहरूलाई हो। अनि त्यति त किन धेरै बोलाउने हो र, त्यो सानोतिनो आफूले जति सकिन्छ त्यति नै गरौँ। भने मम्मी चाहिँ नाइ नाइ म मनाउन्न, अनि पैसा किन खर्च गर्ने हो त्यस्तो भन्नु भएको छ। के भन्छन् अरे त्यस्तो अब यतिका वर्ष त गरेन होइन, तर यसपालि गरिहालौँ न त कस्तो हुन्छ। अनि कतिको रमाइलो हुन्छ यादै त हो कि र। अनि मनाऊँ भनेर चाहिँ अनि हामी भाइले र मैले चाहिँ मम्मीको यसपालि चाहिँ बर्थडे मनाइदिन लागेको छौँ। ल है साथीहरू, हामी चाहिँ पकाउन सुरु। हामी भन्नाले पनि मम्मी के चाहिँ मेरो दाइ। ह्याप्पी बर्थडे मम्मी, थ्याङ्क यू के थ्याङ्क यू। खै मम्मी दाँत हेरौँ त, दाँत है दाँतै छैन खै, माथि पुरै पुरै खाली के, एउटा दाँत छैन बिचारा मेरो मम्मीले। के भन्छ न मासु चपाउन सक्नुहुन्छ न केही, साह्रो चिज त खानै सक्नुहुन्न कि। अनि आज मम्मीको चाहिँ बर्थडे हो, अनि आफै पकाउन तयारीमा हुनुहुन्छ। मेरो दाइ हो यो चाहिँ। अब चाहिँ खाना पकाउन सुरु गर्छौँ है त। ल हामी है साथीहरू, हामी त अब पकाउन सुरु गर्यौँ। अब आगो बाल्दै हुनुहुन्छ मम्मीले, अन्त आगोमै पकाउँछौँ। दाउरा साथीहरू, मैले त यो कपडा पनि फेरिसकेको छु। अनि मम्मी चाहिँ उहाँ जानुभयो कि मासु ल्याउन। अनि भाइले लिएर आउँछु भनिरहेको थियो अघि त। अनि फेरि फोन गरेर उताबाट म आउन टाइम लाग्छ होला, म केक मात्र लिएर आउँछु, अनि तिमीले उतैबाट मासु लिएर आऊ, अनि अहिले बेलुका फेरि ढिलो होला भनेर मम्मी चाहिँ जानुभयो भर्खरै मासु ल्याउन। अनि म चाहिँ यहाँ बसालिरहेको छु के भन्छन् आलु अचार बनाउनको लागि। हावा चाहिँ चलिरहेको छ कि आगो बोलेकै छैन राम्रोसँग। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ आलु बसालेको छु। यहाँ चाहिँ हावा लगाएर अब त आलु पनि पाकिसक्यो क्या हो। 4 सिटी लगाइसक्यो भने कति सिटीमा निकाल्छन् थाहा पनि छैन। जल लागि पनि आलु त पाकेर पनि फुटिसकेछ हौ, के हो यस्तो। ओहो नि अब आलु चाहिँ पाक्यो। अब चाहिँ भाँगो भुटौँ है त। मम्मी पनि मासु ल्याउन जानुभएको, कति ढिलो गर्नुभयो कि। मलाई फेरि यहाँ केही थाहा छैन यहाँ घरको बारेमा। घर बस्छु भन्ने मात्रै नाम छ कि, एउटा केही थाहा पाउँदैन म भने यस्तो खालको मान्छे। अब भुट्न जान्ला छु कि म त। यो के भन्छन् यसलाई, नाम पनि थाहा भएन के हो यो। भाँगोको अचार, आलु अचार। अब चाहिँ म भाँगो भुट्छु ल। कराई त तातो भयो क्या हो, तातो भयो जस्तो लाग्यो मलाई त। अब चाहिँ यो हालिदिनु पऱ्यो कि। कति हाल्ने हो यो, मम्मी पनि कहाँ जानुभयो अझैसम्म आउनु भएको छैन। कति चाहिँ हाल्दा ठिक हुने हो। अब त पट्किन सुरु भयो। अब त ढाकिदिनु पर्छ क्या है यसलाई। मम्मी नभए त यहाँ मेरो त बिजोकै भइदिन्छ साथीहरू। किनभने केही आउँदैन नि त त्यति धेरै, खास पकाइँदैन पनि गर। अनि मम्मीले पकाइरहनुहुन्छ। अनि त्यही भएर मम्मी नभए त मेरो त बिजोकै भइदिन्छ यहाँ। पट्किन सुरु भयो कि। आगो पनि कति बाल्छन्। पट्केला भनेर छोपिदिएको, यहाँ त हेर्नु त साथीहरू जलेर के भन्नु छ र। ल यस्तो त भयो, यो त पुरै जल्यो कि। अझ त्यति मजाले जल्न पाएन, त्यति कालो हुन पाएन। म त उफ्रिन्छ नि त पटक 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 होला भनेर छोपिदिएको त यहाँ त जले पो छ। मम्मीले त मासु पनि लिएर आइसक्नु भएछ।
यो चाहिँ मासु 1.5 किलो हो अरे। दाइले चाहिँ यहाँ आलु छिल्दैछ अनि अब चाहिँ यो भइसकेको छ। अब चाहिँ यहाँ फेरि बसालेको छु मैले दाल। धेरै केही नबनाउने कि दाल अनि अचार मासु त्यति भए भइहाल्छ। अनि कि हेर्नु त मेरो दिमाग कस्तो हो कि आलु अचार बनाउने अनि भन्ने थाहा हुँदा पनि केरो भिजाउन बिर्स्यो कि अनि बल्ल पो अहिले पो याद आयो। अब अहिले भिजाएर केही काम छैन त्यो पनि ठिकै छ, काम चलाउ त खाने त हो घरको परिवारहरूले मात्रै आलु मात्रै मिक्स गर्ने भइहाल्छ। पकाउँदा पकाउँदा 7 बज्न लागिसक्यो। ल रात पर्न लागिसक्यो। आउँदैछ भने न त भाइ आएछन् न त दिदीहरू आएको छन्। दाल र आलुको अचार चाहिँ बनिसक्यो। अब चाहिँ भातमा सिटी लाग्न मात्र बाँकी छ। अनि त्यसपछि मासुहरू चाहिँ पकाउने। अनि आउँदैछ भने कोही आएको छैनन्। अनि यहाँ घर चाहिँ हामी 3 जना, मम्मी म दाइ मात्रै छन्। अब अरू कतिखेर आउने हुन्, केक कतिखेर आउने हो, कतिखेर काट्ने हो, कतिखेर खाने हो। भोक लागिसक्यो। ल है साथीहरू, बल्ल पालो आए मासुको। दाल भात अचार पाक्यो। अब चाहिँ मासु यो चाहिँ ठुलो कराई बसालेको छौँ किनभने मासु धेरै छ नि त, त्यही भएर। अब चाहिँ तेल तात्तिसक्यो क्या हो, धेरै नै तात्तिसक्यो। ल चाहिँ मेथी पड्काएर मासु साथीहरू मासु अब मासु पनि पाक्न लागिसक्यो। मान्छे अझै आएको छैनन् केक लिएर पनि। अनि के साह्रो हो ढिलो पनि, यति टाइम पनि लाग्छ र झन् छिटो छिटो गरेर छिटो खाने सुत्ने। सानोतिनो भनेको त कत्रो टाइम लाग्यो। सबै पाक्न लागिसक्यो, सबै पाकिसक्यो, खालि अब यही मासु मात्रै बाँकी छ। स्वागत छ है, स्वागत छ। हेलो भन न, आमाको बर्थडेमा आयो हो। ए केक खाने हौ आमाको बर्थडेको? ए तिम्रो केक हो? हस् हस्, खै त टिल्ले बिल्ले खै, टिल्ले बिल्ले खै खै। हेलो हेलो भन न, हेलो। ल है गाइस, हाम्रो चाहिँ दिदीहरू आइसके। अब भाइ र केकको मात्रै बाँकी छ। अब भाइ आउन र केक, भाइले छिटो केक लिएर आउन बाँकी छ। अब चाहिँ मासु पाक्न लागिसक्यो। मासु पनि पाकिसक्यो भनौँ। अब पाकिसक्यो मासु पनि। यो चाहिँ मसला भाइ अब आउँदैछ। अब आधा घन्टामा त अब सुरु हुन्छ होला। फाइनल साथीहरू मासु पनि पाकिसक्यो। अब चाहिँ एकछिनमा खाने हुन्छ। हल्का टमाटर नगले जस्तो छ। यो चाहिँ तेल चाहिँ धेरै भयो, तेल चाहिँ धेरै भयो। अब दिदी कराउने अलि जस्तो लागिरहेछ मलाई। कसरी धेरै भयो? नानी कसको बर्थडेमा आयौ तिमी? मेरो बर्थडे। तिम्रो बर्थडे होइन कि आमाको बर्थडे भन न। ल ल तिम्रो बर्थडे खै त। ह्यापी बर्थडे भने। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे। आज तिमी स्कुल गइनी हौ? ए साथी घर गएको छ हो र। तिम्रो नाम के हो रे नानी? अस्मिता। बाई गरिदेऊ न त। बाई। ल साथी, हाम्रो त यस्तो छ। बर्थडेको तयारी केही छैन, सादा सिम्पल डेकोरेसन केही छैन। यही हो फुल र टिका, यहाँ कलश। हेलो नानी। हेलो। हस् हस्, अब ह्यापी बर्थडे। मामा आउँदै हुनुहुन्छ। अब केक काट्ने अनि खाने है। हस् हस् हस्, तिमी काट ल। फाइनली गाइस केक पनि आयो, भाइ पनि आयो। ल है केक आयो। अब जाम। अब केक चाहिँ यस्तो रहेको छ। ल यहाँ माथि ल है साथी, सुरु भयो। यहाँ चाहिँ मम्मीले पूजा गर्दै हुनुहुन्छ। नानी
आज मम्मीको फर्स्ट बर्थडे पहिलोचोटि मनाउँदै सबैजना आएको छ नि एउटी मात्र आइने छिटो आइज काले ल है सुरु भयो यत्रो बेर पछि ल है छिटो छिटो 8 बज्ला छिटो ल छिटो ले भयो हुन्छ के पकाएर 1 घण्टा पकाएर सुरु भयो हाम्रो चाहिँ सबैजनाले ह्यापी दुईटै सँगसँगै बाल्दैन नाइके मम्मी दुईटै समाताउ न मम्मी तिमीले अनि एउटा नानीलाई दे ल ल है सुरु भयो है सबैजनाले ह्यापी बर्थडे भन्ने हैन कत्रो बेर हो उल्टा भयो के उल्टा भयो के यो त हैन कतिखेर हुन्छ बोल्दैन के मतिर त अन्न जिरेर गरेर किन ल ल नानीलाई दे एउटा ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर मम्मी ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ल तलिन गरासी कुन मोबाइल मलाई खुवाइदिन्छ कि तिमीलाई खुवाइदिनु नानीले खुवाइदियो नानीले तिमीलाई पहिला तिमीले खाऊ तिम्रो बर्थडे ल म खुवाइदिन्छु तिमीलाई तिम्रो यहाँ राख न अगाडि त यो ए खाइन ह्यापी बर्थडे ल आमालाई खुवाइदियो अब चाहिँ हामी चाहिँ केकहरू काटेर पनि यहाँ दिदीले मम्मीलाई केक खुवाइदिँदै भिडियो ठुलो हुन्छ टिका लगाइदिनु त यहाँ हाम्रो बर्थडे सुरु भयो हाम्रो आमाको ल है यता पनि ब्लगर सुरु भिडियो अब किन धेरै हुन्न त नानी तिमीले कति रुपियाँ पायो टिकी लगाएर 10 रुपियाँ ए 10 रुपियाँ ल टिका लगामै छिटो छिटो गर म छिटो पेट पूजा पनि गर्न बाँकी छ ल हाम्रो दिदीले आमालाई टिका लगाइदिँदैछ अनि टिका सुरु भयो आमाले दिदीलाई टिका लगाइदिरहेछन् उता नानीले खाइरहेछ हाम्रो बर्थडे केक यस्तो छ खोइ चम्चा के चम्चा यहाँ छ त आगो चम्चा होला लामै बनाइदिने हो पर्दैन बर्थडे सुरु भयो ह्यापी बर्थडे स्पेसफुल भयो क्या स्पेसफुल भएर केही भिडियो बनाउनै मिलेकै छैन अब चाहिँ भाइले टिका लगाइदिँदैछ मम्मीलाई आजै त बर्थडे आज जन्मदिनमा नलाएर कहिले लाउने हुन्छ त टिका त लाउनु पर्यो कति दिन लाग्यो अहिले पैसा है भाइले त कुर्ता पैसा दियो मम्मीलाई म त केही दिनै सकेन मेरो सानोलाई लगाइदिन्छु अब टिटी लगाउने ह्यापी बर्थडे मान्ने ह्यापी बर्थडे मेरो सानोलाई पनि खै खाना लाग्यो ल अब चाहिँ हाम्रो खाना खान सुरु भयो है ल है छिटो खाम नानीलाई निन्द लाग्यो जस्तो छ निन्द्रा लाग्यो नुनु गर्ने हो के 6वटा अनि 12,500 पर्सेन्ट सक्यो चाहिँ दिदीले मासु हाल्दै अनि भाग बटा लगाउँदैछ मम्मी खुसी लाग्यो बर्थडे मनाएर
खुसी लाग्यो एकदम भन एकदम खुसी धेरै धेरै खुसी लाग्यो ल ल बाई भनिदिनु नि त त्यसो Bye. बाई नानी बाई भन्नु न बाई हामी त बर्थडे मनाएर सक्यो अब खाना खान सुरु गर्दैछौँ बाई गाइस बस्दैन बाई मैले के भने